to my YouTube channel. If you are new, please do subscribe my channel. बिहामा जान लागिराखेको छौँ फास्टर रोहनको अनि एकदमै हामी तयारीमा छौँ। आज भने चाहिँ जन्तीको लागि हामीलाई निम्तो दिनुभएको थियो अनि हामी रेडी भएर फास्टर रोहनको घरमा आइसकेको छौँ अनि अब यहाँबाट हामी जानुपर्ने हुन्छ हो साथीभाइहरू। म तपाईँलाई देखाउने छु के कस्तो हुन्छ अनि भिडियो तपाईँले अन्तिमसम्म हेरेर साथ दिनुहोस् होला। लाग्यो है हामी चाहिँ जन्ती गाडीहरू साथीभाइ रेडी हुँदैछ हो। ल यो साथीभाइ अहिले भन्छ बिहा घर आइपुगिसक्यो हो। ल साथीभाइ अहिले भन्छ हामी यहाँनिर बिहाघरमा पनि आइपुगिराखेको छौँ र सबैजना बसिराखेको छौँ हो। यिनीहरू हुनुहुन्छ यहाँ पर चाहिँ बेहुला हुनुहुन्छ हो। यस्तो छ साथीभाइहरू साथीभाइ अहिले भन्छ हाम्रो यहाँ खाजा बुजा पनि आइसक्यो हो। सब हाम्रो लागि खायो न महिमा लिम्बूलाई आफ्नो विवाहित पत्नी श्रीमती भनी स्वीकार गर्नुहुन्छ? स्वीकार गर्नुहुन्छ है। अब दुईमा तपाईँले के तपाईँ महिमा लिम्बूलाई बाइबलको वचन अनुसार प्रेम र आदर गर्नुहुन्छ? अनि तपाईँले दुईजना जीवित रहन्जेल श्रीमतीको विश्वासयोग्य पति भई साथ दिन राजी खुसी छु भनी स्वीकार गर्नुहुन्छ? हामी ताली बजाइदिउँ। अब यही प्रश्न हामी आजको विशेष महिमा लिम्बूलाई पनि हामी सोध्दैछौँ। यो चाहिँ हामी प्रश्नहरू उहाँलाई सोध्दैछौँ। उहाँ राजी हुनुहुँदो रहेछ कि रहेछ, खुसी हुँदो रहेछ कि रहेन। बाउ आमाबाट पनि हामीले स्वीकृति पायौँ दुई पक्षबाट भने अब यहाँहरूलाई हुनेवाला दुलाहीलाई पनि हामी सोध्दैछौँ। र बेहुला रोन पास्टर रोनले पनि भनिसक्नुभयो भने अब यही प्रश्न म यता केटी पक्ष हुनेवाला दुलाहीलाई म सोध्न चाहन्छु। के तपाईँ रोन सुब्बालाई आफ्नो विवाहित श्रीमान भनी स्वीकार्नुहुन्छ? परमेश्वरको पवित्र व्यवस्था अनुसार वैवाहिक जीवनमा एकसाथ रहिरहन तयार हुनुहुन्छ? के तपाईँ रोन लिम्बूलाई आफ्नो विवाहित श्रीमान भनी स्वीकार गर्नुहुन्छ? परमेश्वरको पवित्र व्यवस्था अनुसार वैवाहिक जीवन एकसाथ रहन तयार हुनुहुन्छ? अब दोस्रो प्रश्न सोध्छु। महिमा सुब्बा अथवा महिमा लिम्बू के तपाईँ रोन सुब्बालाई बाइबलको वचन अनुसार प्रेम र आदर गर्नुहुन्छ? के तपाईँहरू दुईजना बाँचुन्जेल श्रीमानको प्रेम गर्नु र सहायता गर्नुको निम्ति विवाहित
विवाहित श्रीमानको श्रीमानको रूपमा रूपमा स्वीकार गर्छु स्वीकार गर्छु हामी दुवैलाई हामी दुवैलाई मृत्यु म पास्टर रोहन महिमा सुब्बालाई महिमा सुब्बालाई आजदेखि उसो दुःखमा सुखमा बिरामीपनमा काममा फुर्सदमा अनिकालमा सहकालमा अभावमा सङ्कटमा बेसङ्कटमा प्रेम गर्न र सहायता गर्नको निम्ति विवाहित श्रीमानको रूपमा स्वीकार गर्छु हामी दुवैलाई मृत्युले नछुटाएसम्म प्रेम गरिरहनेछौँ ल हामी ताली बजाइदिउँ उहाँले स्वीकार गर्नुभयो। अब चाहिँ हामीले यो औँठीले के बताउँछ सिद्धताको प्रेम नटुङ्गिने प्रेमको बारेमा पनि हामीले सुन्यौँ है। र अब यो हामी एकाअर्कामा जीवनभर मृत्युले नछुटाएसम्म रहने एउटा बाचाहरू उहाँले करार बाँध्नु भएको छ। र अब हामी एकाअर्कामा यो औँठी लाउनेछ। यो साइली औँलामा दुलाले दुलहीलाई लगाइदिनेछ। लाउँदै गर्दा हामी ताली बजाउनेछौँ। ल साइली औँला त्यसरी नै आज यहाँ बेहुलीले दुलहीले पनि दुलालाई लगाइदिन्छ। ल साथीभाइ अहिले भने चाहिँ बिहाको अन्तिम भागमा आइपुगिसक्यौँ र एकदमै राम्रो भइरहेको छ विवाहका कार्यक्रम। सो यस्तै छ। देखि उसको प्रारम्भ भइराखेको छ। यो केक जस्तै मिठो कुराको आभास यहाँहरूले आफ्नो जीवनहरूमा गर्न सकिराखेको होस्। मिठो कुराले अब यहाँहरूको वैवाहिक जीवन सुरुवात भएको होस् अनि समापन पनि भएर गएको होस्। हे परमेश्वर यहाँको दाम्पत्य जीवनमा तपाईँको प्रशस्त यस्तो राम्रो हुँदैन थियो ताली बजाएन उठेन भने त कि साह्रो छ। ओके बस्न सक्नुहुन्छ तपाईँहरू। साथीभाइ ढोकबेट सुरु भयो। मेरो चाहिँ मैले चाहिँ जुत्ता खोलेर ढोएँ थिएँ। जुत्ता खोल्नु भने छोड्नुपर्छ नि ढोका। त्यो ढोकाइ मजाले ढोक्नु पर्यो नि जमाना गयो हल्का चिन्जन हो ढोक्यो। पहिला जस्तो छैन नि ममलाल दाजु फुटेको छ अरे राजेन दाजु र ममलाल दाजुको हुन्छ है। दुलानी दुलाई यता र उता फर्किदिनु होस्। आदि
सम्पूर्ण जतिले हामी बिदा दिनेछौँ। अब भने चाहिँ